हिजोको जुन हाम्रो सेकेन्ड थ्योरम थियो त्यसले चाहिँ के भनेको थियो भने द इन्टरसेक्सन अफ फाइनाइट नम्बर अफ ओपन सेट इज ओपन भनेको थियो होइन। अब युनियन चाहिँ इन्फाइनाइटवटा ओपन सेटहरूसम्मको युनियन गर्दा त्यो सेट ओपन नै हुने, तर इन्टरसेक्सन चाहिँ इन्फाइनाइटवटाको गर्दा ओपन किन हुँदैन त भन्ने कुरा कहिलेकाहीँ तपाईँलाई के भनिदिन सक्छ भने the intersection of infinite number of open set may not be open, justify this with example भन्न सक्छ। त्यसको लागि तपाईँले कुनै एउटा इक्जाम्पल लिन पर्यो। जस्तै त्यो चाहिँ सजिलो छ, हेर्नुहोस्। अब हामीले बुझ्नु परेको y y intersection of infinite number of open set is not open। किन त भन्दा लेट अस टेक एन एक्जाम्पल, वी विल जस्टिफाई इट बाई एन एक्जाम्पल। एउटा एक्जाम्पलबाट यसलाई सो गरौँ। सपोज ल एउटा एएन भन्ने सेट छ जसमा 1 - 1/n र 1 + 1/n गरेर एउटा ओपन इन्टरभल बनायौँ हामीले। ओपन इन्टरभलहरू सबै के हुन्? n बिलोङ्स टु n आर ओपन सेट्स इन कुन मेट्रिक स्पेसमा भन्दा रियल नम्बरमा। अब तपाईँहरूले के बोल्दा पर्यो भने अब यहाँ कतिवटा ओपन सेटहरू होला हेर्नु त। यहाँभित्र कतिवटा ओपन सेट छ? अब यसले भनेको यहाँ त 1 राख्नुभयो, नेचुरल नम्बरबाट n लिने भनिएको छ। 1 राख्नुभयो भने के हुन्छ यो सेट? 1 - 1/1 भनेको 0, 0 देखि 2 सम्म एउटा ओपन सेट भनौँ। A2 भनौँ भने 1 - 0.5, 0.5देखि 1 + 0.5, 2.5 सम्म यसरी गइरहेछ होइन। हेर्नु त, अब यतापट्ट यो साइडबाट चाहिँ बढ्दै 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 गइरहेछ होइन। यो साइडबाट ठिक हो, यो साइडबाट 1 तिर गइरहेछ, यो साइडबाट 3 तिर गइरहेछ यो। अब यो सबलाई कमन गऱ्यो भने के हुन्छ होला? इन्टरसेक्सन अफ एएन, इन्टरसेक्सन अफ आई रन्स फ्रम 1 देखि एनसम्म एआई गर्नुभयो भने के हुन्छ होला हालत? ल भन्नुहोस्। अथवा n = 1देखि इन्फाइनाइटसम्म लानु पर्यो अनि एएन गर्नुभयो भने यहाँ यो यिनीहरू सबैको साझामा को पर्छ होला? लु त गेस गर्नु त। अर्को तपाईँले A3 निकाल्नुभयो भने के हुन्छ? A3 1 - 1/3, 0.33 भनेको 1 - 0.33 भनेको 0.77 होइन देखि 2.33सम्म गयो। ल यो भने घट्दै आएको रहेछ यो पनि है। त्यसै गरी A4 भनौँ भने यो 3 को नजिक जाने होइन रहेछ त, यो पनि घट्दै आउने पो रहेछ। A4 भनेको 1 - 0.25, 1.4 1/4 भनेको 0.25, 1 - 0.75, 1 - 0.33 भने कति हुन्छ? 100बाट 0.33 घटायो भने 10 10
यो 0 होइन। 100 मा 33 घटाए कति हो? 7 ठिक छैन, छ नि है। ल 70 30 कि मिलेन, 67 चाहिँ हो क्या हो? 100 मा 33 घटाउँदा 10बाट 3 घटायो 7, 10 त 9 भयो, 9बाट 3 6, 67 चाहिँ हो यो। 67 67 ल। अब 0.75देखि 2.25सम्म गयो है। बुझ्नुभयो यो लेखेको? 4 राख्नु न, यहाँ 4 राख्नु। 5 राख्नुभयो भने 0.2 हुन्छ। 1 - 0.2 भनेको 0.8बाट 2.2सम्म गयो। हेर्नुहोस् है, यो सबै यिनीहरू घट्दै घट्दै आइरहेछ है। यो पनि घट्दै, के भन्छ, यो बढ्दै बढ्दै 1सम्म जाने भयो, यो घट्दै घट्दै 1सम्म, कता घट्दै घट्दै आउने जस्तो छ, 1सम्मै आउला जस्तो छ यसो हेर्दा पारा यसको। A10 भन्नुभयो भने 1 - 0.1 0.9, उता 1 + 0.1.1, यो 2 सबै 2 पोइन्टमा पो गइराखेर छु म त, हेर्नु 1 हो नि यो त होइन। 1.5 1.33 पो हो त प्लस गर्दा त। 1.25 त्यही त। 1.2 1.1 ल हेर्नु अब। यसै गरी 100सम्म जानुभयो भने 1 - 0.01 भने कति हुन्छ? यी सबलाई यो बढ्दै बढ्दै यो चाहिँ तपाईँको हेर्नु, यो 1तिर बढेर जाने भयो, यो पनि घटेर 1मा आइपुग्ने भयो। भनेपछि यो सबैको साझामा को रहने भयो अब लास्टमा? इन्फाइनाइटसम्म लग्यो भने यो सबैको कमनमा को रहने भयो? यहाँ तपाईँको 0 1 2 छ। यो पहिलो सेट भयो 0 2। दोस्रो 0.5 1.5, यहाँदेखि यहाँसम्म हुने भयो दोस्रो। तेस्रो चौथो चाहिँ 0.75, यहाँदेखि यहाँसम्म हुने। भनेपछि यिनीहरू सबै हेर्नु त कहाँ पुग्ने भयो? लास्टमा त 1मा पुग्छ। यो सबैको साझा भनेको 1 हुने देखियो। हो, यो सबको साझामा एउटा के आउने भयो? 1 आउने भयो। सबलाई साझा गर्दा 1 आउने भयो। अब हामीलाई के थाहा छ भने तपाईँको, हामीलाई के थाहा छ भने यस्तो फाइनाइट सेटहरू कहिले पनि ओपन हुँदैन। किनभने फाइनाइट सेटमा बनाएको ओपन बल यहाँभित्र त पर्दैन, किन ओपन बलमा इनफाइनाइटवटा मेम्बर हुन्छ। अनि फाइनाइट सेटमा त जम्मा फाइनाइटवटा मेम्बर हुन्छ। भनेपछि यो सेट ओपन होइन। दिस इज नट ओपन। फाइनाइट सेट, फाइनाइट सेट इज नट ओपन, ओपन होइन। सो intersection I runs from 1 to infinity an, n runs from 1 to infinity an, के होइन? ओपन होइन। त्यसै कारणले गर्दा intersection of infinite number of open set is not open हुने कारण यो हो हैन। ल, यसरी हामीले जस्टिफाई गर्न सक्छौँ। भोलि तपाईँलाई अब्जेक्टिभतिर पनि सोधिदिन सक्छ है यो चाहिँ। बी केयरफुल ल। ल अब आज हाम्रो चासो चाहिँ विशेष गरी हामीले आज पढ्ने चाहिँ यो लिमिट पोइन्ट अफ अ सेट। तपाईँलाई थाहा छ यो, धेरै पढिसक्नुभयो तपाईँले। लिमिट पोइन्ट त कति पढ्नुभयो, कति। रियल एनालिसिसमा फङ्सनको लिमिट पोइन्ट पढ्नुभयो, सेटको लिमिट पोइन्ट पढ्नुभयो, सिक्वेन्सको लिमिट पोइन्ट पढ्नुभयो। हेर्नु त कति पढिसक्नुभयो। उसो भए के रहेछ त अब सेटको लिमिट पोइन्ट भनेको चाहिँ? त्यो थाहा पाउनु पर्यो हामीले। कुनै पनि सेटको लिमिट पोइन्ट
कस्तो चिजलाई चाहिँ हामी लिमिट पोइन्ट भन्छौँ त, त्यो कुरा। अब यसको सिम्पल डेफिनेसन छ। यदि कुनै पनि हामीसँग मेट्रिक स्पेस एक्सटी छ है, मेट्रिक स्पेस एक्सटी छ, अनि अ, यसको सबसेट कुनै एउटा सबसेट यस भन्ने कुनै एउटा सबसेट छ। अब यो मेट्रिक स्पेस भित्रको कुनै एउटा नम्बर यल यल भन्ने नम्बरलाई यो सेटको लिमिट पोइन्ट भन्नको लागि यो यललाई सेन्टर बनाएर एउटा ओपन बल खिच्ने, बिडी एलआर भनेर एउटा ओपन बल खिच्ने, र यो ओपन बलले सुन्नुहोस् है, अब यल भन्ने नम्बरलाई यो सेटको लिमिट पोइन्ट भन्नको लागि यलमा बनाएको ओपन बलले यस भन्ने सेटको कम्तीमा कम्तीमा एउटा मेम्बर लिनु पर्यो, यल बाहेक। यस भन्ने सेटको कतिवटा मेम्बर लिन पर्यो यो बलले? कम्तीमा एउटा मेम्बर लिन पर्यो। अब तपाईँले यता उसमा चाहिँ रियल एनालाइसिसमा के पढ्नु भएको छ भने, यल भन्ने चाहिँ नि नम्बर यस भन्ने सेटको लिमिट पोइन्ट हुनको लागि यललाई सेन्टर बनाएर खिचेको ओपन इन्टरभलले यस भन्ने सेटको कतिवटा मेम्बर लिनु पर्यो? कम्तीमा एउटा मेम्बर लिनु पर्यो भनिएको छ। यही त हो नि कुरा। अब भोलि तपाईँलाई जस्तो हाम्रो मेट्रिक स्पेस चाहिँ नि आरडी छ। अब एउटा सेट यस चाहिँ 2 देखि 5 सम्मको क्लोज इन्टरभल छ, यो चाहिँ सेट भयो। अब 2 भन्ने नम्बर यसको लिमिट पोइन्ट हो कि होइन, लु त कसले भन्नुहुन्छ? 2 यसको लिमिट पोइन्ट हो कि होइन? ल यो डेफिनेसनबाट चेक गर्नुहोस् त, 2 हो कि होइन लिमिट पोइन्ट यसको? खै त बोल्नु भएन तपाईँहरू त, बोल्नु त। 2 देखि 5 होइन होला सर, हजुर, होइन होला। किन होला? किनभने त्यो कुनै एउटा नम्बर राख्दाखेरि 2 भन्दा सानो आउँछ। त्यस्तो हो र? 2लाई लिमिट पोइन्ट हो कि होइन भनेर चेक गर्न पहिला सुरुमा तपाईँले 2 माइनस एप्साइलोन 2 प्लस एप्साइलोन गरेर के खिच्न पर्यो? एउटा ओपन ओपन बल बल खिच्नु खिच्नु। पर्यो, जसलाई हामी ओपन इन्टरभल भन्छौँ आरमा चाहिँ। अनि यो ओपन बलले यो यस भन्ने सेटको कतिवटा मेम्बर लिन्छ हेर्नु। अब एप्साइलोन जति चुज गरेर नि पाउनुहुन्छ, योर चोइस। ल तपाईँले अहिले एप्साइलोन चाहिँ एप्साइलोन 0.1 चुज गर्नुभयो, त्यसो भए 2 माइनस 0.1 भनेको 1.9देखि 2.1ले यो इन्टरभलभित्र कतिवटा मेम्बर छ यो त्यो सेटको? भन्नु त, यो यसको कतिवटा मेम्बर छ यहाँभित्र? यस भनेको यहाँदेखि यहाँसम्म भएन है सबै। अब 2लाई सेन्टर बनाएर इन्टरभल खिच्नुभयो, जतिसुकै सानो खिच्नु, जति सानो खिचे पनि, एप्सिलन जति सानो लिए पनि यो इन्टरभलले यसको थुप्रै मेम्बर लिन्छ। कम्तीमा एउटा मात्र होइन, थुप्रै लिन्छ। किनभने यहाँ त 2.01 2.02 2.00 होइन, कक्षा कक्षा हो नि त। 2.00000001 सबै यहीँभित्र छ त, यहाँभित्र नि छ। यो इन्टरभल भनेको त 2देखि 5सम्मको सबै रियल नम्बरहरूको सेट हो यो। यहाँ त इन्फाइनाइट वटा छ, यहाँ कति इच्छा कति मेम्बरहरू।
भनेपछि 2 हो। 5 हो कि होइन? 5लाई यसको लिमिट पोइन्ट भनिन्छ? लु त। भन्नु भन्नु। खोइ त। 5 पनि हुने भयो सर, त्यो भनिन्छ सर, भनिन्छ। घटाउँदाखेरि यति। किन हुने भयो? त्यो कन्टेक्स्ट हामीले 5मा एउटा चाहिँ नि ओपन बल भनेको ओपन इन्टरभल हो कि अर्को लागि। 5मा ओपन बल खिच्दा यसले यसको मेम्बर लिने भयो कि नलिने भयो? 5 माइनस एप्सिलन गर्दा यता आइहाल्यो नि। 5 प्लस एप्सिलन हेर्नु कति लिने भयो? लिने भयो थुप्रै इन्फाइनाइट लिन्छ यसले नि। भनेपछि 5 पनि हुने भयो। अब उसो भए अनि 2 पनि हुने भयो, 5 पनि हुने भयो है। अनि भित्रको कुनै एउटा नम्बर 3 त 3 हुन्छ कि हुँदैन? हुन्छ सर, हुन्छ। हुन्छ। भइहाल्छ 2.5 सर, 2.5 हुन्छ कि हुँदैन? 2 र 5 भित्रको सबै सबै हुन्छ सर। गुड, नाइस। 2 देखि 5 सम्म सबै भयो भनेपछि यो सेटको लिमिट पोइन्टहरू यो पुरै सेट भयो होइन? यो सेटमा भएका सबै मेम्बरहरू यसको लिमिट पोइन्ट भयो कि होइन? 2 पनि लिमिट पोइन्ट हो, 5 पनि हो, अनि यहाँ भित्रको सबै हो भनेपछि पुरै सेट भयो नि त। भयो। त्यस्तै तपाईँलाई अब ओपन इन्टरभल दिएँ भने अब के हुन्छ? ल 2 देखि 5 को ओपन इन्टरभल, ल यो सेटका लिमिट पोइन्टहरू भन्नुहोस्। 2 हो कि होइन यसको लिमिट पोइन्ट? यसको चाहिँ 2 लिमिट पोइन्ट हो कि होइन भन्नु त? 2 लिमिट पनि हो सर। हो। किन हो? त्यसको प्लस एप्सिलन प्लस चाहिँ पर्छ सर भित्र। हो। 2 माइनस एप्सिलन 2 प्लस एप्सिलन गर्ने बित्तिकै यो 2 प्लस एप्सिलन भन्ने भागले यो सेटको इन्फाइनाइटवटा मेम्बर लिन्छ। गुड। 5 हो कि होइन? 5 माइनस एप्सिलन 5 प्लस एप्सिलन गर्नुभयो भने यो इन्टरभलभित्र यो सेटको थुप्रै मेम्बर पर्छ। यो इन्टरभलै पर्नु पर्दैन क्या, यो पुरै इन्टरभल पर्ने भने होइन। यो इन्टरभलले यो सेटको होइन कम्तीमा कतिवटा मेम्बर भनेको छ? एउटा मेम्बर लिन पर्यो भनेको छ। भनेपछि यो इन्टरभलले त तपाईँको यो 5 माइनस एप्सिलन 2 देखि 5मा 5 माइनस एप्सिलन 5 प्लस एप्सिलन गर्ने बित्तिकै यो एप्सिलन लिएर अब यतापट्टिको भागले त नि अनि यो सेटको मेम्बर लिएन, थुप्रै लिइहाल्यो नि, इन्फाइनाइटवटा हुन्छ। भनेपछि यो सेटमा 2 छ त छैन, तर यसको लिमिट पोइन्ट चाहिँ के हो? 2 हो। यो सेटमा 5 छ त छैन, तर यसको लिमिट पोइन्ट के हो? 5 हो। अब 2 देखि 5 भित्रका सबै नम्बर यसको लिमिट पोइन्ट हो, सबै हो। त्यसैले यसका लिमिट पोइन्टहरूको पनि सेट बनायो भने के हुन्छ होला? यसको लिमिट पोइन्टहरूको पनि सेट बनाउँदा त्यस्तो सेटलाई हामी यस डिराइभ भन्छौँ। 2 पनि पर्ने रहेछ, 5 पनि पर्ने रहेछ, 2 देखि 5 भित्रका सबै रियल नम्बर पर्ने रहेछ भनेपछि इन्फाइनाइटवटा लिमिट पोइन्ट छ यसको। सो यसलाई हामी क्लोज इन्टरभलमा लेख्ने अब है। ओपन इन्टरभलवाला सेटको लिमिट पोइन्टहरूको पनि सेट चाहिँ क्लोज इन्टरभल हुँदो रहेछ। क्लोज इन्टरभलवाला सेटको लिमिट पोइन्टहरूको सेट आफै हुँदो रहेछ, किनभने 2 पनि लिमिट पोइन्ट हो, 5 पनि हो, सबै हो भित्रको, आफै हुँदो रहेछ होइन। यहाँबाट तपाईँहरूले के निष्कर्ष निकाल्न पर्यो भने कुनै पनि सेटको लिमिट पोइन्ट
आफूभित्रै सेटभित्रै पर्न पनि सक्छ होइन, अनि सेट बाहिर पर्न पनि सक्छ। जस्तो 2 त सेटभित्र होइन नि, 5 सेटभित्र होइन, तर लिमिट पोइन्ट त हो नि त। भनेपछि लिमिट पोइन्ट चाहिँ सेटभित्र पर्न पनि सक्छ, सेट बाहिर पर्न पनि सक्छ। अब तपाईँलाई मैले त्यसै गरी अर्को एउटा चाहिँ इक्जाम्पल गर्छु, ल हेर्नु है एकछिन ल। एउटा सेट यसमा, यस चाहिँ फाइनाइट सेट छ, 1 2 र 3 मात्रै छ यसमा। अब यसको लिमिट पोइन्ट भन्नुहोस् त, कुनै एउटा तपाईँलाई लागेको यो सेटको कुन चाहिँ पोइन्ट चाहिँ लिमिट पोइन्ट हुन्छ होला प्लिज। लु भन्नु, फ्याट्टै भन्नु त तपाईँलाई लागेको। टूलाई लिमिट पोइन्ट भन्न मिल्छ त? लु भन्नु त। बोलौँ बोलौँ। खै त। 2 2 2 लिमिट पोइन्ट हो कि होइन, अथवा 3 हो कि होइन, अथवा 1 हो कि होइन, अथवा अरू हुन्छ कि यो सेटको लिमिट पोइन्ट? टेस्ट गर्नु त यही क्राइटेरिया अनुसार 2लाई टेस्ट गर्नुहोस्, हो कि होइन प्लिज। के लाग्छ तपाईँलाई? बोल्नु पर्यो। खै त, टेस्ट गरे गरे नबोल्ने। लु लु बोलौँ 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 बोलौँ। प्रदीप राईजी बोल्नु त, के छ स्थिति? अंशाजी भन्नु त, अंशाजीलाई के लाग्छ? खै त, कन्फ्युज भयो नबोल्ने। तपाईँहरू म्युट छ कि साउन्ड? बोल्न खोज्नु भयो होला, साउन्ड म्युट छ। मिस्टेक हुन्छ भनेर डर लागेको, त्यस्तो नि डराएर कहिले हुन्छ? पढ्ने बेला छलफल गर्नुपर्छ, डिस्कस गर्नुपर्छ। ल अब यो फाइनाइट सेट छ हेर्नुहोस्, यो फाइनाइट सेटमा अब 2 चाहिँ लिमिट पोइन्ट हो कि होइन त भनेर हामीले टेस्ट गर्ने हो भने पहिला यो 2लाई सेन्टर बनाएर एउटा ओपन इन्टरभल, ओपन बल भन्छ, त्यो खिचौँ। त्यो भनेको 2 माइनस एप्साइलन 2 प्लस एप्साइलन हुन्छ। एप्साइलन कति राख्ने तपाईँको चोइस हो, जति सानो राखे पनि फिट खानुपर्छ। ठुलो राखेर फिट गराउने भन्दा पनि सानो राखेर चाहिँ फिट हुनु पर्यो एप्साइलन। अहिले मैले एप्साइलन 0.5 राखेँ भने ल, अब यो इन्टरभल के हुन्छ, 2मा बनाएको इन्टरभल 2 माइनस 1.5 देखि 2.5सम्म। यहाँभित्र यो भित्र यो बलभित्र यो यसको कतिवटा मेम्बर पर्छ ल भन्नु त मलाई, यति चाहिँ भन्ने नि त। यो ओपन इन्टरभल भित्र यसको कतिवटा मेम्बर पर्यो? दुईटा इन्फाइनाइट होला। ए छ 1 2 3 मात्रै। कुन कुन पर्यो ल भन्नु त? इन्फाइनाइट वटा यहाँभित्र यसको मेम्बर को पर्यो? 1 र 2 1 1 पर्छ यहाँ। ओपन इन्टर यहाँ 1 छ यो भित्र। 2 चाहिँ पर सर, 2 चाहिँ ए यो 1.5 देखि 2 मात्रै छ।
अनि 1.5 देखि 2.5 सम्म छ यहाँ यो 2 मात्रै पर्यो। यो सेटमा कहाँ इन्फाइनाइटवटा मेम्बर छ? यहाँ जम्मा 3टा मेम्बर छ। यो ओपन इन्टरभल भित्र कतिवटा रियल नम्बर छ? यहाँभित्र इन्फाइनाइटवटा छ। ओपन इन्टरभल भनेकै इन्फाइनाइटवटा रियल नम्बरहरूको सेट हो नि। यहाँभित्र इन्फाइनाइटवटा मेम्बर छ, सेटमा जम्मा 3टा छ। अब यो 2 लिमिट पोइन्ट हो कि होइन भनेर टेस्ट गर्न 2मा हामीले एउटा ओपन बल खिच्यौँ, जसलाई ओपन इन्टरभल भनिन्छ R1 मा। अब त्यो ओपन बलले त जम्मा त्यही 2 मात्रै पो लियो त, अरू त छैन त खोइ। लिमिट पोइन्ट हुनको लागि के हुनुपर्छ भने छ, त्यो ओपन बलले कम्तीमा कतिवटा मेम्बर? एउटा मेम्बर एउटा लिनुपर्छ। मेम्बर। को बाहेक? यल बाहेक। यल बाहेक कम्तीमा एउटा हो नि, भनेपछि 2 बाहेक कम्तीमा एउटा लिनु पर्यो। ल्याछ त? छैन, कोही पनि लिएन। 1मा गएर भने पनि त्यस्तै हुन्छ, 3मा गएर भने पनि त्यस्तै हुन्छ। यो 3टै के होइन रहेछ? यसको लिमिट पोइन्ट होइन रहेछ। किनभने लिमिट पोइन्टको डेफिनेसन यहाँ फिट खाएन। त्यसैले तपाईँले के बुझ्नुपर्छ भने फाइनाइट सेटको कहिल्यै पनि लिमिट पोइन्ट हुँदैन। फाइनाइट सेटको लिमिट पोइन्ट हुँदैन, बी केयरफुल। ल अब डेफिनेसन लेखौँ हस्। अब हामी डेफिनेसनतिर लागौँ। ल यो सबै कुराहरू। सो सेटको लिमिट पोइन्ट हुन हुन पनि सक्छ, नहुन पनि सक्छ। लिमिट पोइन्ट अफ सेट यो भनेको चाहिँ लेट यसको डेफिनेसन XD be a metric space metric space yes be non-empty subset of X. A number L कहाँको? X को, सेटको होइन। अ नम्बर L बिलोङ्स टु X हुन त सेटभित्रको पनि X कै हो, तर बाहिर पनि त भन्न सक्छ नि। त्यही भएर अ नम्बर L बिलोङ्स टु X इज कल्ड लिमिट पोइन्ट of set yes if के भयो भने भन्दा एभ्री ओपन बल, यदि एभ्री ओपन बल centered at X L centered at L contains at least one member of yes other than L. L बाहेक कम्तीमा एउटा मेम्बर यसको त्यो ओपन बलले लियो भने L, त्यो भनेको। त्यस्तो भयो भने यसलाई हामी लिमिट पोइन्ट भन्छौँ। यसले के भन्यो भने द्याट इज तपाईसँग BDLR भन्ने ओपन बल छ, अनि यसको मेम्बर लिन पर्यो यसले, होइन त? यहाँभित्र यसको मेम्बर पर्नु पर्यो कम्तीमा एउटा, कम्तीमा एउटा के है, यहाँ पर्नु पर्यो। यसको अर्थ के हो भने तपाईँले यो सेट र यस भन्ने सेट बिचको इन्टरसेक्सन, त्यो पनि यल हटाएर है, यस माइनस यल, यो दुईटाको चाहिँ इन्टरसेक्सन के हुनु पर्यो? यो दुईटाको इन्टरसेक्सनमा खाली हुनु भएन। फर अल आर ग्रेटर देन 0, यो कुरा है, बुझ्नु नि कुरा। यो कुरा बुझ्नुभयो? यसले के भन्छ भने यो ओपन बलले यसको चाहिँ मेम्बर लिन्छ भनेको हो। यो यल बाहेक यसको मेम्बर भने यो सेट, यल बाहेक यसको मेम्बर यो सेट, यो ओपन बल।
अनि यल बाहेकको यस र ओपन बलमा साझा छ, खाली छैन भनेको साझा आउँछ भनेको त यहाँभित्र के छ, यस बाहेकको सरी यल बाहेकको यसका मेम्बरहरू यो सेटभित्र पनि छ, किनभने यिनीहरू दुईटाको साझा खाली छैन। यो दुइटै कुरा एउटै हो। माथि लेख्नु यो लेख्नु यो तपाईँहरूले बुझ्नु पर्यो ल। अब जस्तो यो हाम्रो यक्स भन्ने एउटा ठुलो सेट छ, यहाँभित्र एउटा यस भन्ने सेट छ। अब तपाईँको यहाँनिर चाहिँ वाइ भन्ने पोइन्ट लिएँ भने वाइ चाहिँ लिमिट पोइन्ट होइन यसको। किन होइन भने वाइलाई सेन्टर बनाएको ओपन बलले यसको कतिवटा मेम्बर लियो भन्नु त, लियो कुनै, यक्स लिमिट पोइन्ट हो कि होइन, हो, किन यक्समा बनाएको ओपन बलले यसको मेम्बर लियो। अनि यहाँनिर भएको जेड त जेड लिमिट पोइन्ट हो कि होइन भन्नु त, जेड हो सर। जेड हो, किन जेडको ओपन बलले कसको मेम्बर भेटिरहेछ, वाइ होइन, किनभने वाइको ओपन बलले यसको कुनै पनि मेम्बर ल्याएको छैन, एउटा पनि छैन दुई वाइमा, होइन। अब इक्जाम्पलमा चाहिँ त्यही हामीले इक्जाम्पल लिने भनेको चाहिँ उतैको हो के, रियल नम्बरकै इक्जाम्पल लिने हो। यदि तपाईँको आरडी बी अ म्याट्रिक स्पेस, आरडी बी अ म्याट्रिक स्पेस होइन, आरडी चाहिँ मेट्रिक स्पेस भयो भने फर ल यस बराबर 2 देखि 5 को क्लोज्ड इन्टरभलवाला सेट छ भने यसको लिमिट पोइन्ट के हुन्छ, लिमिट पोइन्ट अफ यस इज इक्वल्स टु को हुने भयो 2 5 एन्ड all the real numbers between 2 and 5 सबै भयो यसको। त्यस्तै तपाईँको यस बराबर ओपन इन्टरभल 1 देखि 5 छ भने यसको लिमिट पोइन्ट के हुने भयो, लिमिट पोइन्ट्स भनेको 1 पनि हो 5 पनि हो एन्ड all the real numbers between 1 and 5 सबै हो, होइन। अघि हामीले टेस्ट गरिसक्यौँ नि त। तेस्रो, यदि फाइनाइट सेट रहेछ भने यस इज इक्वल्स टु 5 7 9 तीनटा मेम्बर भएको एउटा सेट रहेछ, यो भनेको फाइनाइट सेट रहेछ। यस ह्याज नो लिमिट पोइन्ट, कुनै पनि लिमिट पोइन्ट हुँदैन, किनभने जुनसुकै पोइन्ट लिमिट पोइन्ट हुन्छ कि भनेर तपाईँ टेस्ट गर्नु, के हुन्छ, सेट अफ नेचुरल नम्बरको लिमिट पोइन्ट हुन्छ कि हुँदैन, नेचुरल नम्बरको सेटको लिमिट पोइन्ट हुन्छ कि हुँदैन भन्नु त, खै त। नेचुरल नम्बरको सेटको लिमिट पोइन्ट हुँदैन, नेचुरल नम्बर्स सेट अफ नेचुरल नम्बर ह्याज नो लिमिट पोइन्ट। किन हुँदैन भने तपाईँको नेचुरल नम्बरको सेटमा त को पर्छ भन्दा 1 2 3 4 5 6 डट 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 हुन्छ, कुनलाई लिमिट पोइन्ट मान्ने, 3लाई मान्ने हो भने 3 माइनस एप्साइलन 3 प्लस एप्साइलनले यो 3 बाहेक कुन पोइन्ट लिन्छ यहाँको, कुनै पनि लिँदैन भनेपछि हावा खायो, कुनै पनि हुँदैन लिमिट पोइन्ट, इन्टिजरको पनि हुँदैन, सेट अफ इन्टिजर्स ह्याज नो लिमिट पोइन्ट हुँदैन। हेर्नुहोस् है, यो कुरा हो। त्यसै गरी तर ऱ्यासनल नम्बरको चाहिँ हुन्छ, ऱ्यासनल नम्बरको लिमिट पोइन्ट रियल नम्बर हुन्छ, सेट अफ ऱ्यासनल नम्बर क्यू है, every real number is a every real number is a every real number is a limit point of rational number।
त्यो कुरा है, यो बुझ्नु पर्यो। अब नोटमा लेख्नुहोस् अलिकति। नोटमा के लेख्नुहोस् भने तपाईँको सेटको कतिवटा लिमिट पोइन्ट हुन्छ भन्दा अ सेट ह्याज, कुनै पनि सेटको नम्बर 1 मे ह्याभ अ सेट मे ह्याभ या चाहिँ बी फाइनाइटवटा लिमिट पोइन्ट पनि हुनसक्छ, कुनै पनि लिमिट पोइन्ट नहुन पनि सक्छ, एउटा पनि लिमिट पोइन्ट नहुने पनि हुन्छ, इन्फाइनाइटवटा लिमिट पोइन्ट पनि हुनसक्छ सेटको। अर्को लिमिट पोइन्ट अफ अ सेट, लिमिट पोइन्ट्स अफ अ सेट मे or may not belongs to the set, सेट भित्र पर्न पनि सक्छ नपर्न पनि सक्छ। हेर्यौँ नि त अघि हामीले, जस्तो यस भन्ने चाहिँ 2 5 छ भने यसको लिमिट पोइन्ट सबै हो। यसको लिमिट पोइन्टहरूको सेटलाई हामी डिराइभ सेट भन्छौँ, यस डिराइभ भन्छ यसलाई। यो सबै लिमिट पोइन्ट हो, पुरै सिङ्गै सेट यसको लिमिट पोइन्ट हो। तर यस बराबर ओपन इन्टरभल छ भने यसको लिमिट पोइन्टहरूको सेट चाहिँ फेरि क्लोज इन्टरभल हुन्छ, यस्तो हुन्छ। ल हेर्नुहोस्, भनेको यो सेटभित्र पर्न पनि सक्छ नपर्न पनि सक्छ भनेको है। ल यति कुराहरू पढौँ, अनि अब बाँकी हाम्रो क्लोजर स्लोजर के भन्ने छ, त्यो क्लोज सेटतिर जान्छौँ क्या। अब हामी क्लोज सेट भने के हो भन्नेतिर जान्छौँ। यो इम्पोर्टेन्ट कन्सेप्ट भएर तपाईँहरूलाई बिस्तारै स्लोली लगेको मैले है कि। ल यसलाई आज राम्रोसँग पढेर धुलो पिठो पारेर राख्नु पर्यो, हुन्छ सबैजनाले। ल अलिक अलिक होत्तिन पर्यो, यति गरौँ आज। ल थ्याङ्क यू भेरी मच।